हिजो हामी यस्तो ठाउँमा गयौँ जुन ठाउँको भिडियो हजुरहरूलाई नदेखाइकन मनले नै मानेन। बच्चाहरूको छुट्टी अनि मेरो आफ्नो पनि छुट्टी भएको बेला बच्चाहरूलाई मामा घर एकदमै जानु मन लाग्यो। आमा बुवा कहिले आउनुहुन्छ भनेर सोध्छन् उनीहरू। अनि घरमै बस्दा उनीहरूलाई बोर लाग्ने, छुट्टीमा कहिलेकाहीँ घुमाउन पनि हिँडाल्नुपर्छ। तर गाह्रो 3वटा बच्चा लिएर बाहिर घुम्न जानु भनेको सबैभन्दा टफ काम हो जस्तो लाग्छ एकदमै। सबै दुईटै बच्चा सानो सानो भएको कारणले गर्दा अनि एकदमै जिद्दी गरेका थिए, तर एकदमै धेरै गर्मी भएको कारणले गर्दा दिउँसो हिँड्नै नसकिने। अनि हामी साँझ पख चाहिँ 5 बजेतिर घुम्न गएको थियौँ। यो ठाउँ टिकटकमा अलिअलि भिडियो देखेको थिएँ, अलिअलि मात्रै भिडियो देखेको थिएँ, तर म गएको थिएन। हामी पुग्यौँ तिलोत्तमा पार्क एकदमै राम्रो, नयाँ मिलबाट पश्चिमतिर रहेको यो तिलोत्तमा पार्क। यदि हजुरहरू जानुभएको छैन भने जानै पर्ने ठाउँ। अनि यति रमाइलो, बच्चाहरूको लागि किड्स जोन रहेछ जहाँ म्यानुअल खेल्ने कुराहरू रहेछ, सबै कुरा बच्चाहरू आफै खेल्न मिल्ने। त्यसको लागि टिकट जम्मा 50 रुपियाँ, एउटा बच्चाको 50 रुपियाँ टिकट लिएपछि एकदमै राम्रो। अनि भ्यू हेर्नुहुन्छ भने एकदमै आनन्दमय, सबै प्लान्टहरूलाई यति राम्रो डिजाइनले कटिङ गरेको थियो। यदि हजुरहरू शान्त ठाउँमा गएर कहीँ बस्न जहाँ हल्ला छैन भनेर चाहनुहुन्छ भने यो ठाउँ वान अफ द बेस्ट, एकदमै राम्रो प्लेस छ, एकदमै रमाइलो। अनि खानेकुरा चाहिँ हजुरहरूले लिएर जाँदा राम्रो हुन्छ। यहाँ चाहिँ खानेकुरा पाउँदैन अनि यहाँ टिकटको नि पैसा लाग्दैन। मलाई चाहिँ एकदमै धेरै रमाइलो लाग्यो। हामी साँझ गएको थियौँ अनि धेरै बेर म चाहिँ घुम्न पाएन किनकि बच्चाहरूले दुःख दिएको थिए। एकदमै इन्जोय गरेँ, फेरि पनि जान्छु। कोही जानुभएको छैन भने एकदमै जानुपर्ने ठाउँ हो यो, जानु होला।